थाइल्यान्ड, सिङ्गापुर, मलेसिया अनि त्यसपछि चाइना, दुबई जस्ता कन्ट्रीहरूको लागि चाहिँ तपाईँको ब्याङ्क स्टेटमेन्ट हिजो डिपोजिट गरेर आज निकाल्यो भने पनि त्यो स्टेटमेन्टले काम गर्छ होइन। भिजा आउँछ, तर तपाईँ जापान, कोरिया अनि त्यसपछि युरोपियन कन्ट्रीहरूको लागि चाहिँ एप्लाई गर्दै हुनुहुन्छ भने तपाईँको ब्याङ्क स्टेटमेन्ट चाहिँ एकदम राम्रो प्रपरली मेन्टेन भएको हुन जरुरी छ। त्यो भएन भने तपाईँको भिजा रिजेक्ट हुने एकदमै चान्स धेरै हुन्छ। त्यो भएको कारणले गर्दाखेरि यदि तपाईँ जब होल्डर हुनुहुन्छ भने तपाईँको ब्याङ्क स्टेटमेन्ट चाहिँ मन्थली आइरहेको, डिपोजिट भइरहेको अनि त्यसपछि जस्तै तपाईँको मन्थली स्यालेरी 60,000 छ भने होइन 15,000 चाहिँ तपाईँको खर्च भएको अनि त्यसपछि 45 अनि 40,000 चाहिँ तपाईँको चाहिँ सेभिङ भएको, त्यसरी चाहिँ आइरहेको भएर 6 मन्थको स्टेटमेन्टमा चाहिँ तपाईँको कम्तीमा नि 5, 6, 7 लाख जति हुन्छ त्यति देखाउन सक्यो भने चाहिँ त्यो ब्याङ्क स्टेटमेन्ट चाहिँ तपाईँको एकदम मान्य हुन्छ, एकदम राम्रो हुन्छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ तपाईँ राम्रो कन्ट्रीको लागि एप्लाई गर्दै हुनुहुन्छ भने चाहिँ ब्याङ्क स्टेटमेन्ट चाहिँ तपाईँको लागि एकदमै म्याटर गर्छ। त्यही भएर तपाईँ मान्छेको पछाडि नलाग्नुहोस्, हल्लाको पछाडि नलाग्नुहोस्, ब्याङ्क स्टेटमेन्ट एकदमै स्ट्रङ बनाउनुहोस्, प्रपरली मेन्टेन गर्नुहोस्, त्यसपछि भिजा एप्लाई गर्नुहोस्। त्यसपछि तपाईँको भिजा लाग्नुबाट कसैले रोक्न सक्दैन। थ्याङ्क्स फर वाचिङ दिस भिडियो।